घोषणा गर्नको लागि मैले अनुरोध गर्दछु। यो समय कृपया दुलाको साथीले माइक समात्दिनु होला। अनि पहिला दुलाले भन्नुहुनेछ, उहाँले आफ्नो करार घोषणा गर्नुहुनेछ। अहिले मैले ताली बजाउनुहोस् भनेपछि मात्रै बजाउनु होला। सबैजनाले ध्यानसँग सुन्नु होला कि उहाँले के भनेर करार माग्नुहुन्छ त्यो कुरा छ। म हिमबहादुर खनाल आसन बडालाई स्वीकार गर्दछु। जसरी मण्डलीको लागि जीवन अर्पण गरेर प्रेम गर्नुभयो त्यसरी नै तपाईँलाई प्रेम गर्दछु। आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, परिस्थिति प्रशस्तमा वा अभावमा तपाईँलाई प्रेम र वास्ता गरी नै रहन्छु। तपाईँको मानिसहरू मेरो मानिसहरू हुनेछ अनि तपाईँको परमेश्वर मेरो परमेश्वर हुनेछ। मृत्यु बाहेक अरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कडा व्यवहार गरून् भन्ने यतिका समुदायको अगाडि म मेरो प्रतिज्ञा दिन्छु। जसरी मण्डली ख्रिस्टको अधीनमा रहेको छ त्यसरी म तपाईँको अधीनमा रहनेछु। आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, प्रशस्ततामा वा अभावमा तपाईँलाई प्रेम र साथ दिइरहनेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनेछन्। मृत्यु बाहेक अरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कडा व्यवहार गरून् भनी यतिका समुदायको अगाडि म मेरो प्रतिज्ञा दिँदछु। आफ्नो प्रतिज्ञा पनि उहाँहरूले घोषणा गरिसक्नुभयो र त्यो प्रतिज्ञाको चिन्ह स्वरूप यो औँठी ल्याउनु भएको छ। यो औँठी जसरी बहुमूल्य छ, एकअर्काप्रतिको प्रेम त्यसरी नै बहुमूल्य रूपमा बढ्दै जान सक्नु पनि तपाईँ परमेश्वरले कृपा गर्नुहोस्। जसरी यो औँठीको सुरुवात पनि छैन, अन्त्य पनि छैन, यी दुईको बिचमा प्रेम कहिले पनि अन्त्य नहोस्। हामी तपाईँ प्रभुसँग यो प्रार्थना गर्दछौँ। जसै उहाँहरूको जीवन अगाडि बढ्दै गर्दा म यसमा भएको कुरा चाहिँ पढेर सुनाइदिन्छु है। त्यो समय कुनै ढुङ्गो विनय छ गोर्खा नगरपालिका 6-7 सालकोट गोर्खा विवाह प्रमाणपत्र श्रीमान श्रीमती आमोस बराम आरुघाट गाउँपालिका 7 गोर्खाका सुपुत्री आशा बरामको श्रीमान श्रीमती कुलबहादुर तामाङ मेगाङ गाउँपालिका 2 नुवाकोटका सुपुत्र हेमबहादुर तामाङसँग मिति 2082 1 महिना 24 गतेको दिन कुनै ढुङ्गो विनय चर्च भवनमा आबोखेरेनी विनय चर्चका पास्टर टेक बरामबाट पवित्र विवाह सुसम्पन्न भएकोले यो प्रमाणपत्र प्रदान गरिएको छ भनेर लेखिएको छ। दुलहाको सही, दुलहाको साक्षीको सही, दुलहीको सही, दुलहीको साक्षीको सही, विवाह दिने पास्टरको सही र अन्तिममा यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले नछुटाओस् भनेर बाइबलको पद पनि हामी यहाँनिर पाउँछौँ। यो प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि मैले पास्टर त्यसलाई अनुरोध गरेँ। एकैचोटि दुवैजनाले लिनु होला। यो प्रमाणपत्र चाहिँ हस्तान्तरण गरिदिनको लागि आजको विवाहित जोडीको लागि प्रार्थना गर्नेछौँ। परमेश्वरसँग आशीर्वादको प्रार्थना माग्नेछौँ। त्यस कारणले गर्दाखेरि जो जति मण्डलीको अभिषिक्त पास्टर जन
हार्दिक वराञ्जली अनुरोध गर्न चाहन्छु भने अनि नानी आशालाई हुन्छ नानीहरू अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु सानो नानीहरू अगाडि आइदिनुहोस् मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन ख्रिस्टीय अभिवादन पनि भन्न चाहन्छु र धैर्यता साथ विवाहको कार्यक्रममा सहभागी हुनुभयो जति पनि यो विवाहको करारको समयमा तपाईको एकदमै नबोलिकन रहनुभयो शान्त रहनुभयो धन्यवाद भन्न चाहन्छु म धेरै लामो बोल्दिनँ त्यसैले हामीलाई परमेश्वरले मन मिल्ने सुहाउँदो अनि असल जोडी दिनुहुन्छ त्यसैले संसारमा विवाह गरेर विशेष गरी स्वस्थ र सफल
सवारी तिमी मेरो हाँसोमा म तिम्रो साथमा छु काटौँला यात्रा यो सँगसँगै तिमी मेरो यहाँतिर बस न हो अबिर बस न किन लान्छ खानाको लाइन लामो छ कि खानाको लाइन वहाँसम्म पुग्यो लाइन लाइनमा बसेछु कतिखेर आउने पालो तपाईँहरूको गाडी बिहान चार्ज गरेर ल्याउनु भयो नि त